त्यो मोमेन्टमा लागेन म राजनीतिको लागि होइन रहेछ भनेर हो त्यो चाहिँ यो ठुलो सिकाइ हो हाम्रो निष्ठा हैन कति हामी सोझा पनि भनौँ न सोझो रहेछ भन्ने यहाँ पब्लिकले पनि देखिएको छ आफ्नो समानुपातिक दर्ता भइसकेको चिज सहमति भएको लास्ट दिन 14 गते राति 8 बजे सहमति भएको हामीले दर्ता गर्नलाई पैसा 50,000 तिरेर त्यहाँ भौचर आएर दर्ता गरिसकेको चिज अब सहमति भयो भनेर फिर्ता लिएको हैन पदको कुरा थियो पदको कुरा त के पनि थिएन पद त मैले के माया थियो र एकजनालाई प्रधानमन्त्री घोषणा गरेको होइन एकजनाले चाहिँ सभापति म खान्छु भनेर भनेकै मैले त्यही मानेकै यहाँलाई के अफर दिएको थियो मलाई त के उपसभापति दिन्छु भन्दै उपसभापति 3 जना उपसभापति पनि 4औं नम्बरमा चाहिँ 5औं नम्बरमा मलाई वरियतामा राख्दा पनि मैले मानेकै हो सबभन्दा सेक्रिफाइस गरेको त मैले हो सबभन्दा मैले सेक्रिफाइस अब हाम्रा चाहिँ पार्टी दुईटा मिलेपछि त केन्द्रीय समितिका सदस्यहरू चाहिँ करिब 30% दिन्छु भन्नुभएको थियो पछि 30% भने 30 जना जति त पछि चाहिँ 12 जना भन्दा दिन सकिँदैन भने ल त्यो पनि मानिदिएको मैले अनि मलाई चाहिँ अब उहाँहरूलाई अघि भने जस्तै दुईटैलाई थ्रेट भयो कि भन्ने उहाँलाई पर्यो होला एउटा पोलिटिकल पार्टीले मिल्यो भनेर आफ्नो चाहिँ उम्मेदवारै फिर्ता लिएर हैन उम्मेदवारै फिर्ता लिएर चाहिँ त्यत्रो चाहिँ सहमति गर्न गयो अब यसको अब सबै कुरा सिद्धियो भनेपछि अनि त्यसपछि यो सहमति भङ्ग भयो भनेपछि यो पोलिटिकल क्राइम होइन भने हैन अब उल्टो चाहिँ हामीलाई जाज लगाउने अहिले हामीले बाँसुरी चिन्ह चाहिँ किन लिनु पर्यो त बाँसुरी हामी समानुपातिकमा बाँसुरी चिन्ह लिनु पर्यो हाम्रो त चिम चिन्ह थियो हामीले अहिले प्रत्यक्षमा चिम चिन्ह हैन अनि समानुपातिकमा बाँसुरी चिन्ह चिमै जस्तो लाग्थ्यो बाँसुरी भन्ने कुरा भर्खर बस्न थाल्यो हैन बाँसुरी किन लिनु पर्यो भने अब हाम्रो त चाहिँ अब यिनीहरूलाई केही उपाय नै छैन त्यही भएर ब्रेक गरेर पठाइदिउँ भनेर भन्यो अब त्यसपछि त हामी त प्रत्यक्ष मात्रै लड्नु पर्ने भयो अब प्रत्यक्ष मात्रै लड्नु भन्दा अब जेनजीहरूको घाइतेहरू शहीद परिवारले खोलेको एउटा नयाँ पार्टी जसले बाँसुरीमा चाहिँ समानुपातिक हालेको थिए त्यसलाई हामीले यो पार्टी एकीकरण गरेर अनि त्यो बाँसुरी चिन्हमा हामीले चाहिँ हाम्रो चाहिँ तर्फबाट पनि रिप्लेस गरेर त्यो बाँसुरी चिन्ह लिनु परेको हो त्यही भएर हाम्रो समानुपातिकको चाहिँ चिन्ह अहिले बाँसुरी हो प्रत्यक्षतर्फको चिन्ह चाहिँ चिम हो त्यो भएको हुनाले यो दुईटा कुरा चाहिँ जनतालाई चाहिँ प्रष्ट बनाउनु पनि छ